वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। दिन बुलाए आएंगे शाम रहना पाएंगे, तेरी पीड़ा तेरे दुख शाम सहना पाएंगे। बिन बुलाए आएंगे शाम रहना पाएंगे, तेरी पीड़ा तेरे दुख शाम सहना पाएंगे। आस्था से पूरी बंद करके आँखों को दिल से तुम बुलाओ तो सही। कौन कहते हैं भगवान आते नहीं, लोग मीरा के जैसे बुलाते नहीं। कौन कहते हैं भगवान आते नहीं, लोग मीरा के जैसे बुलाते नहीं। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। अच्युतं केशवं कृष्ण दामोदरं रामनारायणं जानकी वल्लभम्। कोई छोटा ना बड़ा सब बराबर है यहाँ, राम के हैं हम सभी राम सबके हैं यहाँ। मन में श्रद्धा हो अगर तो मना वो ना करें, चाहे झूठा ही सही भोग वो स्वीकार लें। भाव जिसका मन में राम के लिए पूरा, वो मना करेंगे ही नहीं। कौन कहते हैं भगवान आते नहीं, लोग मीरा के जैसे बुलाते नहीं। कौन कहते हैं भगवान आते नहीं, लोग मीरा के जैसे
चिसो पानी पनि गर्नुहोस् चिसो पानी भन्छ सबैतिर गर्नु अब पिटी हातमा लिनुहोस् यो निकाल्नुहोस् खै मामलाई बोलाउ न खै मामा आएन ल अब बाले 500 मार्दिनुहोस् त बाले 500 भन्नु है त हो मा पहिला त्यो यो मात्र समाउनुहोस् कुन हात चल्छ त यो हात चिसो पानी छ अब खनाउने हो मा चिसो पानी गर्न छुटुक्क काट्नुहोस् त एकचोटि हो मा हेर्नु बाबादाखेरि त कपाल चाहिँ गोबारमा राख्नु पर्छ हैन यहाँ सम्म यसरी दादा हो त्यसरी सम्म अर्को पनि फेरि त्यसै काटिदिइहाल्नु सकेछ अब चाहिँ दाहिनेपट्टि ठिक अनि त्यसरी नै योगा पहिला पहिला दही यसरी यहाँ अगाडि अनि यहाँ अगाडि एकदम व्यस्त हुनुहुन्छ एकैछिन सक्यो कुकर नुहाइदिनु र अनि फेरि लिएर है त्यहाँ पहिला फेरि एउटा लिएर आउँला अब यो कपडा के गर्नु अघि गरिसके
तिम्रो त्यस्तै गर्नुपर्छ भनेपछि आमा हेर्नु फोटो खिच्नु भयो आमा हेर्नु फोटो खिच्नु ल त्यहाँ बसिरहनु भएको उयोलाई ए भान्जु पर्छ दाइ बुझा छ भने भन है बाबु त्यो प्लेटको भर पऱ्यो भने बर्बाद त्यही भएर मैले पहिल्यै लिनु पऱ्यो कपाल 9 बजी रिक्सी र बेकारको कपाल पाल्छ सेटामा हुन्छ अलिकति कपाल कि छोड्दे अलिअलि मात्र मिलाएर गोलो मात्र मिलाएर ठुलो कस्तो राम्रो देखियो एक सुपर स्टार ट्रेन होइन यो त गुगु लगाइराख्यो दादालाई कस्तो भएछ हेर कस्तो राम्रो देखाए कति हिरो काट्नै छोडेर मलाई टच नगर है जङ्गले बाबु यता हेर ल सबैजना यता हेर ल यता हेर्नु ल सबैजना ल बाबु बाबु यता हेर अलि नजिक आइदिनु लामो बनाउनु पर्यो लोग टेक्नोलाई पनि एउटा जोड्नु पर्यो अहिले भुटेको भइसक्यो भाइहरु हो ल ए भाइहरु कता गयो माथिलाई हो ल दिया छैन उछ ल पहाइ त उहाँ छ उहाँ छ ल मेरो उहाँ यो गुरु हजुर गुरु यो के त
कतिवटा चाहिन्छ हजुरलाई कतिवटा खानुहुन्छ त्यहाँ सेल छ त ल्याउनु होला होइन खोइ कलिया है त्यसो गरेर म यहाँसम्म दिन्छु त्यसो गर है सबै होइन एउटा मात्रै भएछ हरि ओम तत्सत् विष्णु गोदानमा पुसा हात बाबु पूजा गर यो माला पनि च्याप्नु पर्ने हो गुरु अब कहाँ माला च्याप्नु पर्यो राम्रो पढ्ने रहेछ तिमीले संस्कृत पढ्छ है त्यहाँ चढाइदेऊ त आत्मदेवको फुल सबैमा अस्तो त्रायुखम्मा शिव बाबु त्यहाँ एउटा उठाएर दिन्छ त्यसलाई त्यसको हातमा दिनु ओम ब्रह्मणे नमः बाबु यो टपरीमा राख ल यहाँ सही गरिदिन्छ हो ल अब अर्को उठाएर दिनु बाबु दसो कृष्णवे नमः छैन ल अब चाहिँ फेरि जल समय शीतला छोडिदिनु सब यो लिनु सब लगाइदिनुहोस् त त्यहाँ मन्त्र पढ्दै जान्छु म हो नेत्र पाप दिनुहोस् त है हो मेरो मृगको छालालाई पछाडि पाएको है बस्ने आसन हो छोटो पार्ने हेर्दैलाई एउटा लट्ठी हो एउटा पछाडि भिड्ने हो है तल राख त बाबु म यहाँ जनै लगाइदिन्छु है त पुष्टानां वदाय नमः नमो बब्लेशाय नमो प्रजापते सहज पुरस्कार आयुष्यमग्नं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं परमं पवित्रं बलमस्तु तेज ल यो जनि लगाउँदाखेरि के हुन्छ बल हुँदछ शक्ति हुँदछ आहार हुँदछ पढ्न बुझ्यो ल लगाइदिउ यो जनाको महत्त्व यो हो काममा बिस्तारै घुमाएर त्यसलाई चाहिँ नघोप्ट्या भयो कमण्डलु सिधा पार बुढो आफू इष्टमय भवत ऊर्जन तदातराक्षणमः यसो भुइँमा चढाइदेऊ जल जल चढाइदेऊ सूर्यनारायण आइदिनु सूर्य अब सूर्यपट्टि हात देखाउने यसरी ओ बाले फेरि 500 मा दिन्छ हुन्छ सूर्य भेटी उता पुरवटी फर्केर नमस्कार गरेर ढोदेऊ श्री सूर्यनारायण आइदिनु ल यहाँ बस जहिले पनि बिहान नुहाइधुवाइ गर्नु पर्यो है 4 बजे उठेर नुहाइधुवाइ गर्नुपर्छ भनेको छ गर्ने कि नगर्ने अनि प्रणाम गर्नु पर्यो अलवम विलोम गर्नु पर्यो है कुम्भक रेचक अनि यस्तो चाहिँ लामो सास पानी गर्ने होइन फाल्ने भस्त्रिका कपालमाथि यी सबै गरिसक्नु पर्यो सूर्यको 12वटा प्राणायाम हुन्छ योगमा सिकाउँछन् नि हो 24वटा गायत्री मुद्रा हुन्छ त्यो सबै थोक गरिसकेपछि अनि गायत्री जप्ने पङ्क्तिमा पनि 108 चोटि जप्नुपर्छ दिनको त्यति सकिएन भने 54 त्यति पनि सकिएन भने 27 सकिएन भने 11 चोटि चाहिँ गर्ने जप गर्नुपर्छ बुझ्यौ गायत्री जप यो अनुशासन अब के गर्ने माताले भनेको मान्ने पिताले भनेको मान्ने मान्ने कि नमान्ने हजुरबाले भनेको मान्ने हजुरआमाले भने मान्ने हो आफूभन्दा ठुलालाई के गर्ने
सम्मान गर्ने, सानोलाई माया गर्ने, आदर गर्ने है त। दाहिने हात यसो छोइदिनुहोस् ल। मम व्रतेन हृदय ददामि। हजुरबा बा आमाले के भन्नुहुन्छ? हे नाति तिमीलाई त म धेरै माया गर्छु नि, हामीले माया मान्ने कि नमान्ने भन्नुभयो। मान्ने हो, त्यही भनेको छ यहाँ। मम व्रतेन, मेरो व्रतमा मेरो नियममा बस। हृदय ददामि, म तिमीलाई धेरै माया गर्छु है। मम चित्ते अनुशासन, आफ्नो अनुशासन डिसिप्लिन भन्छ क्या। डिसिप्लिन अनुशासनभन्दा बाहिर गएर काम कुनै पनि नगर्ने है। अब यस्तो चाहिँ हजुरबाले सिकाउनु। मम बाधमेकम चुकसो बृहस्पति नियुति मध्यम। ल छोडिदिनु सब। अब चाहिँ फेरि नमस्कार गरिदियो बाबु, हात जोडा। यो ब्रह्मचारीले धारण गरे हो यो है। छोडिदिनुहोस् ल। अब बाबुले फुलेर हात जोड। अग्निको प्रार्थना अब जहिले पनि गायत्री विषयपछि के गर्नुपर्छ? घरमा भगवान्का पूजा गर्नुपर्छ। पूजा गरेपछि हवन गर्नुपर्छ भने आउँछ। अब ध्यान गर्ने। ओ आबा हिजो तुम पुरुष ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ, हृदयमा छापिने साँचो तिम्रो हेराइ। तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसे छ। हरि ओम तत्सत्। हरि ओम तत्सत्। हरि ओम तत्सत्। ओम विष्णु ओम विष्णु ओम विष्णु ओम विष्णु ओम विष्णु ओम विष्णु। पूर्वोक्त संकल्प से परपरामाभिन्न शाखा या शाखोन्तर्गत शुक्लयजुर्वेद्यायिन कोहम मम अतः सिंहराशि शर्म तुच्छ प्रसाद नाम कुमारोहम। नाम के भन? कुमारोहम भन। नाम भनेर तुच्छ कुमार नाम कुमारोहम। म तुच्छ कुमार कुमारोहम भनेको है। तुच्छ प्रसाद नाम कुमारोहम। मेरो दण्डलाई सिधा पारेर भगवानको पूजा गर्नुपर्छ, ध्यान गर्नुपर्छ, मन्त्र जप गर्नुपर्छ है। र अब चाहिँ फेरि यहाँ आयो अर्को नियमहरू है। अब यहाँ गुरुले अनुशासन सिकाउनुहुन्छ अरे। बाले भन्नुहुन्छ अरे। बाले के भन्नुहुन्छ भने ब्रह्मचारी असी भनेर सोध्नुभयो हजुरबाले। आफू आसमान भनेर सोध्नुभयो बाले। आफू आसमान भनेको के हो? दिनका दिन नुहाउँछौ नुहाउँदैनौ भनेको। नानी भन हो, नुहाउँछु भने 7 दिनमा 1 दिन नुहाउने होला है। त्यही हो, 2 दिन नुहाउँछ। अब दिनका दिन नुहाउनु पर्ने हो। यहाँ त ब्रह्मचारी भएपछि दिनमा 1 छाक खानु पर्यो, नुहाउनुमा 3 चोटि नुहाउनु पर्यो भन्छ। कसले नुहाउँदा है? 7 दिनमा। दिनमा बरु 3 चोटि खाने, 7 चोटि खाने, नुहाउनु 7 दिनमा 1 चोटि नुहाउने है बाबु। त्यस्तो छ ल। आज अलिक सन्चो नगरेर मात्र न त गफ सबै आउँछ। एकदम कडा छन् मान्छे। ल ठिक छ। अब बाले सोध्नुहुन्छ मैले आएर काम गर्छौ भनेर सोध्नुहुन्छ। गर्छौ हो? गर्ने हो त? करबानी भनेर। बाले राम्रो काम गराउनुहुन्छ, नराम्रो गराउनुहुन्न। राम्रो काम गराएको म गर्छु, हो कि हैन? अब यता बा त एकछिन बाले सोध्नुभयो नराम्रो कुरा बोल्छौ बोल्दैनौ? हो, अब के भन्नु पर्यो? न बच्चा हामी न बोल्दिनँ म। त्यो नराम्रा कुराहरू बोल्दिनँ है त। करबान म गर्छु भने है त। अब यस्ता यस्ता मन्त्र भयो। अब चाहिँ एकचोटि घुमेर आऊ। प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस्। अन्धकार माझ उज्यालो दीप नै बनोस् ममता
हजुरबाहरूलाई हजुरबाहरूलाई मामा हेर मामा माइक ओइ बाबा मामा ए मामा के गोत्र तिमीहरूको थाहा भयो काश्यप गोत्र सिंह राशि तिम्रो शरीर सिंह राशि हो तिम्रो है अनि के नाम भन फेरि के छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए घमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है भद्रं पश्येम क्षेविर्जयजत्रा घन्टा बजाइदिनु त्यहाँ छ ग्रुपको त यहाँ ल एउटाले घन्टा अर्को चाहिँ त्यहाँ छड्यो देखेको है फेरि म सक्ने है त गराउनु अनि सुरु गरिदिनु हरि ओम स्वस्ति न इन्द्रो वेद अब एक नातिले अहिले भन्दैछ मात्र सुन्नुभयो बाबुले संस्कृत राम्रो पढ्छ फलफुल हुने होला त्यहाँ केही छैन हो ल उठाएर बाबा हातमा राख्दियो ल निउरेर गोडामा ढौदियो अब अनि आशीर्वाद दिनुहोस् ओम आयुष्मान बाबा है
ल अब एकचोटि उठ कान समातेर त सबैलाई यो भो अग्नाय नमः यसरी कान समातेर अग्निमा ढोकी भो अग्नाय नमः भन्ने हो वरुण देवता भ्यो नमः भन्ने वरुण भनेका जलका देवता हो आकाशका देवता भ्यो नमः भ्यो नमः ल अब मान्यजनहरूलाई होलाई पितामह फेरि हजुरलाई अनि हजुरआमै पितामही हो पितामही मातुल मावली हजुरबा सबैलाई चाहिँ वरिपरि घुमाए एकचोटि यता ओम भन एउटा निकाल दाहिना ओम भन अग्नि सुश्रो बसम स्वाहा ओम यथा तोमग्ने शुश्रवः शुश्रवासी स्वाहा फेरि तोमग्ने देवानां यज्ञस्य निदीपा असी स्वाहा फेरि यहाँ अझै पनि एवं मनुष्याणां वेदस्य निदीपो व्यासम स्वाहा ओम फेरि अग्निमा देखाउने हात ओम आयुर्धा अग्नेश श्यायु मे देही फेरि अग्निमा देखाउने ओम वर्षदा अग्नेशी वर्षमे देही फेरि सक्ने फेरि देखाउने अनि ओम सूर्य बनाउनु भने फेरि कान समात अग्निपट्टि फर्का भो अग्नाय नमस्कार गरिदेऊ अभिवादन भनेको नमस्कार यसरी अग्नाय अनि पिता ल यता माता पिता हो पिता भन पिता भनेको बुवा है ल माता खोइ बस खोलेर हाल्दै राख अब अन्नदाता भयत्राता मन्त्रविदोपेशक यतेन नित्य अभिवादेन शिवसपत्नी स्वार्षिता विप्रोष तुपसङ्ग्रामी ज्ञाति सम्बन्धियोषितः विक्रोत पितृकुशल प्रचण्य मनकामनम वैश्यो क्षमसमा गायन शुद्रारचव्यः अब चाहिँ हजुरबा भइहाल्नुभयो गुरु गुरुआमा भइहाल्नुभयो है मामा माइजू मावली हजुरबाहरू सबै भइहाले आफूभन्दा ठुला दाजुभाइ सबै भइहाले आफूलाई कसले पालन पोषण गरेको छ उसलाई पनि अभिवादन गर्नुपर्छ है आफूलाई कसले विद्या सिकाउँछ धेरै ज्ञान गुणहरू सिकाउँछ उसलाई पनि गर्नुपर्छ विद्या सिक्न जानुपर्छ है गुरुसँग विद्या सिक्नको लागि के सम्पत्ति चाहियो कि अहिलेको बाबाले त्यो होस्टेलमा राखेर पढाइदिनु भएछ पहिला त पाइँदैन थियो गुरुबाका घरमा जाने गोठालो बस्ने दाउरा ल्याइदिने घाँस ल्याइदिने गाई चराउन जाने अनि मात्र गुरुसँग विद्या सिक्ने त्यसो गर्नलाई के चाहियो खानेकुरा चाहियो खानेकुरा के हो माग्नु पर्यो त्यस कारण अब भिक्षा माग्ने कि नमाग्ने है अब भिक्षादानको कार्यक्रम अब भिक्षादानलाई तयार गर्ने ठाउँ है त घुम्नु सब यता अलिअलि मात्र लाग्ने धेरै त्यो अबिर
जमुना जमुना त्यो छोरा लिएर जाऊ नि दुःख दियो मलाई
मन्त्र गायत्री सुनेको छ नि
तिमी उठेर यता आऊ शस्त्रवशम गुरु स्वाहा मनीषाणां वेदस्य निधिपो व्यासं स्वाहा लावसे तेताले घुमेर आएको थियो बाबा आश्रय के श्री आशिक नहीं है अनि फेरि अग्निमा देखाउने ओम आयुर्ता अग्नि आयुर्देवे फेरि मुखसक्ने ओम भजो दाग्ने देहि फेरि मुखसक्ने अग्नि भजो तन्ना गणे वतन फेरि सक्ने ओम मेधा देवी सरसारा तवैव फेरि सक्ने ओम मेधा स्थिन देवता वसुदेव मेधा बुद्धि होस् रे मेधा बुद्धि भनेको अत्यन्तै राम्रो बुद्धि है मेधा बुद्धि भनेको परब्रह्मको चिन्तन है धेरै कुरा जान्ने ज्ञान विज्ञान जान्ने साइन्स जान्ने क्या धेरै चाहिँ त्यस्तो खालको चाहिँ हुनु पर्यो वेद पनि जान्नु पर्यो वेद भनेको के हो भन्ने कुरा साइन्सबाट पत्ता लगाउनु पर्यो त्यस्तो खालको मेधा बुद्धि ल सरस्वतीले बास गर्नु ल फेरि सेक शिरमा सेक्ने अनि हो तलसम्म सेक्दै आऊ फेरि यहाँ फेरि यसरी हातमा सेक्ने तलसम्म फेरि यहाँ पाउसमा हो दाइ अब हात हाल यो अग्निको तापले चाहिँ हाम्रो तेज बढोस् बुद्धि बढोस् भनेर है त कुरो भयो ल अब अलिकति ट्राइकल लगाइदिनु ग्रीवायम घाँटीमा हृदय काँधमा हृदयमा वरुणाय ओम ब्राह्मणाय वैष्णवे निरीतिभ्यो नमः। अब अर्को है त ओम विष्णु रगात विष्णु विष्णु धुरसी विष्णु ध्रुवसी विष्णु ओम वामनाय ओम वाराय ओम वरुणाय नमः। ल अर्कोमा अब अर्को है फेरि ओम ऐन्द्रे नमो नमः। फेरि लिने हरि ओम सहस्रैका पुरुषा सहस्रपाद ओम मार्कण्डेय अष्टचिरञ्जीवियो चामुण्डाय सोमाय नमः। ओम श्री सतेज लक्ष्मी सत्यभौरास्य पार्श्व लक्ष्मी पार्षदशतानि रूपमेघना पुनः सर्वलोकमेघना ओम लक्ष्मी प्रतिभासु मैदेव हरि ओम वनस्पति रसभूतो घण्टा बजाइदिनुहोस् एकदम मान्छे शङ्ख बजाइदिनुहोस् Rama Sahani
पर्ने हाम्रो कर्तव्य हो अब सुरु गरौँ अब तल गर्छन् बादल माथि बादल किरानी नबिरसने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि रामसाली म त यौवनको पिरले गम खाए असै खोला किनारैमा खाना खानुभन्दा अगाडि देखेर खानुपर्छ है सेन्डो छ नि सेन्डो सेन्डो ल्याउनु त्यो भित्र कट्टो खोला अब तिमी कत्रो धार हो ल ल अब यहाँ यसरी बाँध्ने यहाँ आएर सिक्नु पर्छ है यसो गर्ने ल अब यहाँ आएर यो गाँठो छ नि यो गाँठोलाई यताले भित्रबाट लैजाऊ यता उता छिराउ यता यता समात्दै यहाँ आएर यहाँ अब यहाँ सोरिने यता यो सोरिने ल पक्का है अब यति अब यहाँ यो छ नि यो युट्युबको छ नि युट्युबको यहाँ ल्याउने आउँदैन सिक्छ ल यसरी यहाँ गर्ने है यहाँ सोरिने ल अब यसो गर्दै यहाँ हेर है यसो गर्दै भाइको जोइको यतिको आवाज यो है त यहाँ हेर लाउने है त छोरी चन्न लाउनुपर्छ अग्निले पकाएर दिन्छ नि होइन अग्निलाई दिनु ताजा पताए भू पताया भनेको भूमिको मालिकलाई दिएको भूमि राजालाई है भूताना पताया भनेको पृथ्वी अवशेष वायु आकाशका यी पाँचवटा मालिकलाई दिएको भूताना पताया भने विश्व ब्रह्माण्ड यस्ता ब्रह्माण्ड पृथ्वी त हजारौँ छन् लाखौँ छन् त्यसका मालिकलाई अनि प्रजापति भनेको अन्नको मालिक अग्नय भनेको अग्निलाई त्यसरी दिएपछि अनि चाहिँ अब फेरि जल खाने सर्द चढाउने अनि खाऊ पानी बाँकी पैसा पानी खाने हातमा बस्छ नि खाने अब हो त्यति अब नि एउटा निकाल्ने गर्दाखेरि कहिले बोल्नु हुँदैन भन्छ साथी बोल्नु पर्यो भने 5 वर्ष खाएपछि मात्र भन्ने होइन राजनीति हेरेको मनमा नै बनाई स्वाहा हारेको दोस्रोलाई मनाई स्वाहा मनाई स्वाहा फेरि अर्को भने ओ मनाई स्वाहा भनेर तेस्रो मनाई नमः स्वाहा खालमा आएपछि सुन्न पाइँदैन आज मात्र है त आएपछि अब यो चाहिँ अहिले त पुरुष गर्नलाई सिकाएको छ नि सरहरूले नानीहरूले घरमा खाएपछि हो यो यसले नाक कोट्याउने सबै कोट्याउने दत्त्याउने सम्झना दत्त्याउने सबैतिर यसो 16 पटक 16वटा छिद्र हुन्छ 32वटा दाँत अनि 16 पटक कोट्याउनु पर्छ सफा हुनु पर्छ छोडिदेऊ हो
प्रथां प्रणाम्यं भूषेवाकृते तस्मिन् काश्मीरदेशे शोभने विद्या संग्रह कृतेन य गमिष्ये पुनर्गेह। अब तिमीले आमा बाबालाई भन्यौ बा आमा म विद्या सिक्न जान्छु, घरमा बसेर विद्या सिकिँदैन, तपाईँहरूको मायामा बसेर विद्या जानिँदैन, मायामा बस्यो भने विद्या सिकिँदैन, म देश देशमा जान्छु, गुरुहरूसँग धेरै विद्या आर्जन गर्छु, अनि म फेरि घरमा फर्कन्छु भने। अनि आमाले भन्नुहुन्छ के भन्नुहुन्छ भन्दा इदम कर्म परित्यज्य कथा या शिविकानन। बाबु यत्रो ठुलो बनाए तिमीलाई सानोदेखिबाट गर्वमा लिएर है, अब अहिले तिमी घर छोडेर हिँड्ने कुरा नगर। आमाले भन्नुहुन्छ। फेरि छोराले के भन्छन् ब्रह्मणास्ते कृते तस्मिन् गुरु शुश्रूषा सुकर्म। अनि मात्र म घर फर्कन्छु, त्यस कारण मलाई रोक्ने काम नगर्नुहोस्। अब बुवाले भन्नुहुन्छ बाबु तिमी जाने इच्छा त गर्दछौ, के हुन्छ थाहा छ, जङ्गलको बाटो हिँड्नु पर्दछ, टाढा टाढा जानु पर्दछ। के भन्छ भन्दा कन्दमूलम फलाहार भूमिसंया निराहार अरे। कन्दमूल भनेको थाहा छ? थाहा छैन के हो के हो। सरखण्ड पिँडालु भने सुने खाएको पनि छ भने है, त्यसलाई कन्दमूल भनिन्छ। त्यो पनि पाइँदैन, भ्याकुर पाइन्छ, गिट्ठा पाइन्छ जङ्गलमा हिँड्दा। अनि त्यो जङ्गलमा जे जे फलिन्छ ऐँसेलु सैँसेलु बाहिर के भेटिन्छ त्यही खाएर मात्र बाँच्नुपर्छ। बाबु गाह्रो छ भन्नुहुन्छ। होइन पिता तपाईँ धन्य हुनुहुन्छ, मेरो लागि धेरै माया गर्नुभयो, तपाईँ जस्तो मान्छे अहिले मैले पाउन सक्दिनँ। पिता धन्य माता धन्य पिता धन्य ऋषि पुत्रु व्रतस्थित पितृणाम तारका यस्तु दशपूर्व दशापरम। पुत्रो धर्म चाहिँ के हो भने माता पिताको सेवा गर्नुपर्छ। तर सेवा गर्नलाई ज्ञान चाहियो नि, विद्या चाहियो नि। हो मैले कुल पनि उद्धार गर्नु छ, दशेसाम पर दशेसाम पूर्व। यहाँभन्दा अगाडिका 10 कुल, यहाँभन्दा पछाडिका 10 कुललाई पनि मैले तार्नु पर्दछ। मैले विद्या र ज्ञान जानिनँ भने ती पितृहरू पनि तार्दैन। त्यस कारणले मैले विद्या सिक्नुपर्छ। पिता तपाईँहरू धन्य हुनुहुन्छ, मलाई माया गर्नुभयो, राम्रो हो भनेर तिमीले भन्छ। अब यतापट्टि आमाले भन्नुहुन्छ देशान्तर नै दैसन्ते महागुरु चतारुडम दुर्गमम पर्वतम शैले। दुर्गम छ हिमालय बाबु, जङ्गलमा कहिले हिमाल पहाड चढ्नुपर्छ, कहिले त्यही तराईमा एकदम गर्मीमा दौडिनुपर्छ। अब यस्तो हुँदा धेरै दुःख हुन्छ बाबु, काहीँ पनि नजाऊ। त्यति मात्र हो र बाले भन्नुहुन्छ सिंह व्याघ्र गर्दा क्रोड चौर तस्करा कृतम बहु कष्ट निराहारो यदि यता बनान्तर। पिता पिता माता र पितामा हजुरहरूलाई तरण तारण गर्ने भनेको छोरा नाति हुन्। त्यस कारणले मैले अवश्य नै जानु छ, विद्या सिक्नु छ। अब यही भएपछि मामाले अन्तिम भन्नुहुन्छ दशमासे धृति गर्मी जितने इन्द्रा छुरादिकम तुमी देशान्तर याति कागतिर। म पुत्रका बाबु 10 महिनासम्म तिमीलाई भोक प्यास तिर्खा केही नभनिकन गर्भ धारण गराएर बालक जन्मेर पनि मैले सुख पाइनँ, गुमूत्रमा डुबेँ। त्यस कारणले मलाई छोडेर जाने कुरा नगर आमाले भन्नुहुन्छ। अनि पिताजीले पनि भन्छ बाबु तिमीलाई यत्रो हुर्काएँ बढाएँ ठुलो बनाएँ, अब तिमी जाने कुरा नगर। दुर्गमम काश्मीर उद्देश्य विद्या सङ्ग्रह तथारी। अब उही टाढा टाढा मात्र गएर विद्या सिक्न सकिन्छ, घरमै बसेर पनि धेरै विद्या सिक्न सकिन्छ। माताले दिएको शिक्षा, पिताले दिएको शिक्षा, अनि घरमै म गुरु बोलाएर गुरु शिक्षा सिकाउँछु भन्नुहुन्छ पिताजीले। र अनि दशमा शुभ सचडित भइगयो, म धेरै पनि जान्न। 25 वर्षको उमेर हुन्जेलसम्म, म 8 वर्ष भयो, अब 25 वर्षको उमेरसम्म पढ्छु, अनि म फेरि गृहस्थमा फर्कन्छु भन्छ। र गुरुले पनि भन्नुहुन्छ देही पितृ कष्टवती स्वर्ग पितृ दैवतम कहाँ गतिस्थ भवेत। पितृ माता पिताले भनेको आज्ञा मान्ने, यहीँ पनि विद्या सिक्न सकिन्छ बाबु भनेर माता पिता र गुरुले शिष्यलाई सिकाउनु भयो। अब त्यही भएर अब तिमी जान्छौ कि बस्छौ त? ल भागिहाल, दौडा उठ हिँड। अब गएर जान्छु अब तेरा के हो ल मामा त बाटा अब यो हाम्रो धर्म हो, संस्कृति हो, मन्दिर दर्शन
अब यो 32 सालका चलायो आरती जय जय करुणा सागर जय जय करुणा सागर पति जगती Om Hara 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 Shiva Prabhu Kahate Parama Bhushan Naga Virajita Bhushan Shiva Jyoti Khadita Vahana Krishava Manohara Kararabindena padarabindam Karabindena binibi Bandi Jagadakara Bandi Shiva Sankaram Brahma Murari Tripurantakari Bhanu Sasi Bhumishatu Budasa Guru Sasukra Sanira Urketa Vaksartu Sarve Mamasu Pravata Grala Chanu Grala Shiva Jai Nama Isu Samasada Shivai Namo Namo Ganapati Bhagavan Ko Isu Samasada Shivaji Ko Purush Bhagavan Ko Bhakta Bhagavan Ko Bhaktara Bhagavan Ko पहिला त सामे हेर्नु अब उठाएर हातमा लिएर हेर्नु अनुहार हेरेर नमस्कार अब खुल्लामै चढाइनु यहाँ छ गच्छ 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 श्रेष्ठ स्वस्थान पर वरिपरि चढाइन्छ यहाँ आउनुभएका देवता आफ्नो ठाउँमा गएर बस्ने होला शुभ कर्म गर्ने विधि लाग्छ है त अवसरी हात जोडिराख्ने चतुर्भी 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 नेते समीप अच्युताय नमः भन्ने ओम अच्युताय नमः भन्ने ओम अच्युताय निउरेर साक्ने दलमा गर्दै यसलाई पार्नु पर्छ परिपूर्ण भयो यहाँ दही त्यत्रो दही पानी राख्नुमा बस्छ अनि दहीलाई
सक्यो भने चाहिँ कुर्सीमा राखिदिनु पर्ने सक्यो हो पैसा देऊ ज्ञानी बन्नु ल आउनुहोस् है आमाहरू खै प्रोग्राममा आउनुहोस् त ल सबैजनालाई आमाहरू सबै अब उता टिको लानु बिजी गर्न अनि हाम्रो टिका कति पर्छ न कति पढ्यो Bachelor second year.
दुई दिनको 12 बजीको किन जान्छु जानु बहिनी यता बहिनी यता यता कहाँ बिचमा बसेको बहिनी तिमी आजबाट पढ्ने है अब दिनलाई खाना मिल्दैन आफैले खानु पर्यो कि होइन खबर किने मैले सरोजालाई चिने ए भाउजूलाई चाहिँ मैले फेरि यादै नगरे मैले सरोजालाई देख्या भने उसको बुकुको छोरी र मुसलाई विद्या खाएर दुलाको भन्नु खानु त एक मस्त खाइन्छ नि कोठामा कस्तो तपाईले मलाई पकाउन झ्याउ लाग्दैन मलाई चाहिँ नचिन्न नचिन्ने भन्ने हुँदैन अब वर्तमानमा गरेर ज्ञानी भइहाल्छ ज्ञानी छु भन्छ न अझै ज्ञानी छु है अझै राम्ररी पढ्ने के खाँदा मोटो हुन्छ के खाँदा मोटो हुन्छ त्यही खानुपर्छ भाइ आउनु होइन ए भाइ यो बाटो बन्द छ कि यो हाइवे बन्द गरिसकेर हाम्रो पुस्यो लगाउँदा हुन्छ टिका लगाएर भयो पैसा पनि दिनु ल भयो All right.
यस्तो लाग्छ त्यताबाट बाटो बन्द